नार्चेङ राखिदिइरहेको छ हाम्रो बाइकको अन्तिम डेस्टिनेसन। बाइक हामी यहाँ पार्किङ गरेर राखेछौँ। 2 दिन चाहिँ हाम्रो यात्रा गर्नेछ। नार्चेङमा हामी चढ्ने जिप आइसकेको छ र हाम्रो सुभाष सर वेटिङमा हुनुहुन्छ र अब हामी प्रस्थान गर्दैछौँ। बाटोको अवस्था हेर। बाटो त यस्तो त छ यस्तो बाटो उता खोज्छन् देखाइदिनुहोस् नि। त्यहाँबाट मान्छे सातो जान्छन् त्यहाँबाट कोही आउँदैन त्यहाँ। सातो पुत्लो भुत्लो के के जाने सबै जान्छ होइन। त्यहाँ स्टेसन आउनु छ नि त्यो बाटो अप्ठ्यारो छोडेको रहेछ नि। अर्थ एबिसीको बाटो अवस्था जाउँ त्यता पनि खिच यस्तो भिड छ त यार। तल बाटो अब कता मोबाइल धान्ने हो कि अब ज्यान धान्ने हो। हामी फाइनली हुमखोला आएको छौँ। हामी चाहिँ ल फाइनली हामी हुमखोला आइएको छ। 2 घन्टा पुरै गाडीको यात्रा तय गरेर यो रहेको छ हुमखोलाको स्टेसन भन्नु पऱ्यो। र अब हाम्रो यहाँबाट अब ट्रेकिङ रहनेछ। डाँडाको टुप्पो त हामीले देख्नै सकेको छैनौँ कहाँ हो कहाँ है। सबै डाँडा खुइला। यहाँसम्म चाहिँ हाइड्रोले बाटो ल्याएको रहेछ। बाटो अत्यन्त कठिन। जो साथीहरू बाइकमा आउने सोच हुनुहुन्छ उहाँहरूले बाइक नल्याउँदा राम्रो। मेरो सुझाव चाहिँ नल्याउनुहोस् भन्ने नै रहन्छ। अब बाटोको अपडेट पक्कै पनि म दिँदै जानेछु। ल हुमखोलाको उकालो लागि होइन अब हुमखोलाबाट। ल ठिक छ। बाटो चाहिँ सातै लाने खालकै रहेछ के अरे साथी हो। अब हिँडाइ नि त्यस्तै होला। अब हामी यहाँ खोलाबाट आजको बास चाहिँ 3.5 घन्टा पुगेपछि गुफा फाट गुफा फाटमा चाहिँ 3.5 घन्टा हिँडेपछि अब यहाँबाट उकालो गुफा फाट पुगिन्छ सुन्छ। ल अब त्यो जिपको बाटो कस्तो थियो भिड भन्ने कुरा भन्नु पर्ने के अरे। यो भिड देखाइदियो नि त। पहाड यस्तो छ हिमाल कस्तो होला होइन। खोलाबाट हामी गुफा फाटको यात्रामा छौँ। बाटो अहिलेसम्म राम्रै छ। के छ देव सर अनि गाडीको यात्रा चाहिँ तर्साउने खालकै रहेछ। तर अब काला पत्थर हुने कि होइन। हाम्रो केदार सर अनि के छ नि सुभाष सर? हुमखोला टु गोफा फाट। ल यहाँबाट बराबर देखिनु रहेछ त। ल यो चाहिँ हुमखोलाको ड्याम। हामी यति हिँड्यौँ। धेरै नै हिँडे जस्तो लाग्छ। बाटो चाहिँ सजिलै छ अहिलेसम्म। गाडीको बाटोको चाहिँ भर लागेन। ल यात्रा अत्यन्त रमाइलो भइरहेको छ। डाँडाको कुरा गर्नुहुन्छ भने डाँडो त कहाँ हो कहाँ त्यही नै देखाउने कोसिस गर्छु।
यो बाटोको झरना भनौँ कि खोला भनौँ यो अत्यन्त रमाइलो रहेछ। यहाँ अरू साथीहरू जाँदै हुनुहुन्छ, जाने क्रममै हुनुहुन्छ। यात्रा रमाइलो भइरहेको छ। ल यात्रा अत्यन्त रमाइलो भइरहेको छ। डाँडाको कुरा गर्नुहुन्छ भने डाँडो त कहाँ हो कहाँ त्यही नै देखाउने कोसिस गर्छु। यो बाटोको झरना भनौँ कि खोला भनौँ यो अत्यन्त रमाइलो रहेछ। यहाँ अरू साथीहरू जाँदै हुनुहुन्छ, जाने क्रममै हुनुहुन्छ। यात्रा रमाइलो भइरहेको छ। ल झोलुङ्गे पुल रहेछ यो हुम खोलामा। छोरो त सार्नु मुनि रहेछ। फकिएको मुद्रा होइन, ल एकदम लास्ट फकिएको मुद्रा होइन केदार सर, फकिएको मुद्रा। हामी छौँ खुतखुते झरना र नर्थ एबिसीको प्रसिद्ध एउटा एट्र्याक्सन पोइन्ट रहेको छ खुतखुते झरना। साँच्चै नै अचम्मको झरना रहेछ जुन हामी कस्तो अनुभव भइरहेछ त देव सर? एकदम स्वर्गको अनुभूति भइरहेछ। यहाँ चाहिँ ठुल्ठुले झरना 3133 मिटर चाहिँ उचाइमा चाहिँ छौँ हामी है। यो पहाडको चाहिँ पुलहरूबाट त्यो बेगमा चाहिँ यो हामी छौँ खुतखुते झरना, नर्थ एबिसीको प्रसिद्ध झरना रहेको छ, हामीले देख्न सक्छौँ। फुतफुते झरना भन्दा माथिबाट माथि पुगेको छ। बाटो अत्यन्त कठिन। केदार सर हजुर अवस्था दयनीय, बाटो नि दयनीय। अहिलेसम्मको थकान फुतफुते झरनाले भेटाइदिएको छ। अब के हुने? फुतफुते झरना मनमोहक। हो बाटो कालो हेर्नुहोस्। यहाँबाट लडियो भने चाहिँ जिन्दगी त्यस्तै हो साथी हो। माथि नि उकालो नाकै ठोकिन्छ। अब जाने अनेर आँटेर आइहाल्यो। बाटोको अवस्था यस्तो छ। हाम्रै यस्तो छ यो हालत। मलाई नि त्यहाँबाट लाउला जस्तो भयो। रातको 12 बजी यहाँको अवस्था यस्तो छ। पुस्केट मेला कस्तो भइरहेको छ हेर्नु होइन रहेछ। नर्थ एबिसीको ट्रेकिङको दोस्रो दिन। आजको हाम्रो यात्रा पञ्चकुण्ड ताल रहनेछ। के छ देव सर? ल अब हामी 2.5 घन्टाको यात्रामा छौँ। यात्रा कस्तो लागिरहेछ? एकदम चाहिँ यात्रा ठिकै छ, दुःख नि भइरहेको छ, मजा नि आइरहेको छ। ट्रेकिङमा चाहिँ यतिको भएन भन्दाखेरि हाम्रो अब यो हामी त पहाडको चाहिँ खोज एकदमै खोजमा अवस्था छ। हिमालको बिचको खोजमा त्यो हिमालकै खोजमा चाहिँ हामी अब यो
चाहिँ पाइला अगाडि बढाइराखेका छौँ प्रत्येक एक पाइला हाम्रो चाहिँ होइन यो माथि सबै नर्थ एबिसीको कमाल पहिलो दिन करिब हाम्रो यात्रा 4-5 घन्टाको गाडी र बाइकको अनि त्यसपछि 4 घन्टा हिँडियो अनि दोस्रो दिन फेरि हामी बास्केट गुफा फाटमा बसेर हामी चाहिँ आउँदैछौँ बाटो अत्यन्त कठिन छ साथी हो र बस्न पनि त्यत्तिकै गाह्रो रहेछ र आउने साथीहरूले चाहिँ त्यो व्यवस्था चाहिँ बुझ्नु होला र यो चाहिँ अत्यन्तै राम्रो लाग्यो स्वर्गको टुक्रा जस्तै लाग्ने तर यहाँ अत्यन्त कठिन आज हाम्रो यात्रा 2-3 घन्टा हामी हिँड्यौँ गुफा फाँटबाट भने अब माथि पुगेर फेरि हामी दिनभरि हिँड्ने हाम्रो योजना छ हेरौँ कस्तो हुन्छ अगाडि बढ्दैछौँ ट्रेकिङ चाहिँ साँच्चै सहज छैन है साथी हो नर्थ एबिसी भन्छन् हिँडेको 3 घन्टा हुन लागिसक्यो गुफा फाँटबाट हिँडेको 3 घन्टा भइसक्यो तैपनि अझै कति हिँड्नुपर्ने हो र आउँदाखेरिमा ख्याल गर्नु होला किनकि यहाँ प्रत्येक स्टेसनमा जम्मा एउटाभन्दा होटल छैन र त्यहाँ करिब 5-7वटा टेन्ट र 2-4जना अट्ने 5-7जना अट्ने 3-4वटा कोठा छ यहाँ फेरि फोन पनि लाग्दैन त्यो भएर चाहिँ विचार गर्न आउनु होला र